हेलो नमस्कार सबैजनालाई एन्ड वेलकम टु माई च्यानल अगेन हैन धेरै अलिकति लङ टाइम पछि तपाईको आज चाहिँ ठ्याक्क कति छ त्यही 5 बजेतिर उठेको थियौँ हामी सबैजना प्लस देयर इज समथिङ स्पेशल फर टुडे एन्ड द्याट इज वी आर गोइङ फर ड्राई पिकनिक हामी चाहिँ पिकनिक जाँदैछौँ अनि त्यसपछि त्यसको लागि के गर्ने दायाँ बायाँ यताउता सबै कुराहरू रेडी बनाउनको लागि हामी आज चाहिँ क्या छिटो उठ्दैको कि होइन म चाहिँ सबभन्दा छिटो उठेको है अनि त्यसपछि हाम्रो साथीहरू पनि सब उठिसकेका छन् एन्ड वान बाई वान दे आर गेटिङ फ्रेस अनि सबभन्दा सुरुमा म उठेपछि सबभन्दा सुरुमा फ्रेस पनि मै हुन्छु होला होइन ओके या सो आजको हाम्रो रेसिपी हाम्रो खानेकुराको आइटम्सहरू चाहिँ के छ त भन्दाखेरि चाहिँ टक्क सेलरोटी होइन चिकन करी दायाँ बायाँ होइन पोर्कको बार्बिक्यू यताउता अनि गोर्खा चटनी अनि सँगसँगै कोक फेन्टा दायाँ बायाँ र बाँकी सबै होइन So, kick on this one. I'll show you slowly, and then we'll head to the picnic. हेलो नमस्कार सबैजनालाई फेरि पनि मेरो ब्लगमा है त गुरुङ गरी ब्लगमा सबैजनालाई फेरि पनि स्वागत छ। अब आज चाहिँ हाम्रो एउटा प्लान बनेको छ हामी चाहिँ आज जाँदैछौँ 13 हिल खै पनि कस्तो छ होइन यसो हेर्न जानुपर्छ। हाम्रो साथीहरू सबजना रेडी भइसकेको छ एन्ड देयर यु गो यहाँ हुन्छ हाम्रो वान अफ द फ्रेन्ड्स मिस्टर विश्वास गुरुङ। अब यहाँबाट देख्दैन होला यहाँ पछाडि हुनुहुन्छ मानिसा गुरुङ Manisha and Myra पछाडि हुनुहुन्छ हेलो आर यु गाइज एक्साइटेड ओ वाउ अगाडि हुनुहुन्छ अमृत गुरुङ र साथमा हाम्रो हुनुहुन्छ अगाडि मिस्टर विश्वास गुरुङ हाई वेयर आर यु गोइङ पार्क यस एक्चुअली वी आर गोइङ ड्राई पिकनिक अनि हाम्रो यता हुनुहुन्छ नक नक सुमन हुनुहुन्छ अनि सुमन र म चाहिँ हामी यहाँ जान्छौँ भने हाम्रो गाइजहरू यिनीहरू चाहिँ यहाँ आउँछ अनि त्यसपछि हामी चाहिँ सिधै वहीँ गएर भेट्ने हो एभ्रिबडी लेट्स सी त्यो ठाउँ चाहिँ कस्तो छ होइन जानुपर्छ हेर्नुपर्छ। अब यस्तै हो अलिकति लङ छुट्टी थियो हाम्रो होइन त्यही भएर हामी चाहिँ जाँदैछौँ अलिकति यसो पिकनिक खाइदिउँ न त आज ह्याम गरेर भनेर चाहिँ हामी पिकनिक ड्राई पिकनिक जाँदैछौँ। अलराइट लेट्स गो देयर नाउ सो यु हाम्रो चाहिँ न्युजिल्यान्ड ब्लग हो यो चाहिँ हामी न्युजिल्यान्डमा कता कता के गरिरहेको छौँ होइन सबै कुरा चाहिँ म तपाईँहरूलाई देखाउँछु। चाहिँ तपाईँको आज चाहिँ अचानक हाम्रो चाहिँ ड्राई पिकनिक जाने प्लान भएको छ अनि साथमा हुनुहुन्छ सुमन गुरुङ अनि म यहाँ छु मिस्टर गोरे गुरुङ यता अनि तपाईँको आज चाहिँ हाम्रो ड्राई पिकनिक स्पट चाहिँ वान ट्री हिल त्यहाँ भोल्क्यानो इरप्सन भएको थियो नि मेरो होइन त मलाई त थाहा छैन एउटा चाहिँ के हो ठुलो पिलर जस्तो छ भन्छ एउटा पिलर छ अरे अनि एउटा लोन ट्री पनि छ अरे त्यहाँ होइन अनि त्यहाँ यत्रो अग्लो पिलर चाहिँ छ त्यो फर स्योर। अनि त्यसपछि त्यहाँ चाहिँ 6500 years ago 65 years on 6500 years ago त्यहाँ चाहिँ एउटा ठुलो भोल्क्यानिक इरप्सन पनि भएको थियो अरे होइन त्यो डाँडामा। सो हामी चाहिँ त्यो डाँडामा जाँदैछौँ अनि त्यो डाँडाबाट तल यस्तो मिठो पार्क पनि छ त्यहाँ एकदम ठुलो त्यहाँ जहाँ चाहिँ मस्त साकुरा फुल हुन्छ नि त्यो हाम्रो जापानिज फ्लावर होइन हो त्यो साकुरा फुल पनि त्यहाँ हरेक फुल छ होइन त्यो स्प्रिङ टाइममा तर अहिले चाहिँ छैन त्यहाँ रुखहरू मात्रै छ सुकेको म त्यही पनि देखाउँछु तपाईँहरूलाई सुकेको रुख होइन अनि चाहिँ नि त्यही हो। अब हामी अझ बाटोमा यसो ड्राइभिङ गर्दै जान्छौँ हामीले ड्राइभ पिकनिकको लागि चाहिँ के खानेकुराहरू चाहिने होइन सेलरोटी अनि त्यसपछि झटपट अभी मजा आएगा ना भिडो आमा अब
यो चटपट सटपटहरू सब भेराइटी बनाएर होइन अनि मासु सासु होइन मासु मात्रै मासु अनि त्यसपछि चाहिँ तपाईँको के छ अरे अरू आइटम 2,000 years later. चिया ओके आमामा नेपाली हो नि हामी त होइन हामी त नेपाली हो हामी चाहिँ जहाँ गए पनि चिया चाहिँ छोड्नु हुँदैन भनेर चाहिँ हामी चिया होइन चिया अनि त्यसपछि दुध सुध होइन चिनी के चाहिन्छ त्यो सब लिएर गइसकेका छौँ अनि चाहिँ तपाईँको त्यो के छ अरे अनि त्यसपछि हामीसँग चिकन करी छ अरू थुप्रै सामानहरू होइन बार्बिक्यू ओ यस हामीले अब ढिलो त हामी यस्तै ढिलो भइसक्यौँ होइन हाम्रो त्यो द्याट्स आवर स्पेसियालिटिज के भन्छ त्यसलाई नै मेरो नि तिन भएन तिम्रो जिउ जस्तै भयो हाम्रो स्पेसियालिटी के भन्छ अरे त्यसले खासियत भने के अरे हो त्यो के हो हाम्रो खासियत भनेको जहाँ जाँदा पनि ढिलो नि नेपाली हो नि त नेपाली टाइम हामी न्युजिल्यान्डमा आएर नेपाली टाइम फलो गर्छौँ हामी वी आर भेरी एकदम नेपाली हो कि मनैबाट नेपाली हो नि त होइन त्यही भएर हामी चाहिँ जहाँ जाँदा पनि एकदम ढिलो गर्ने मान्छे तपाईँको अहिले घडी हेर्नुहुन्छ भने ठ्याक्कै 2-3 बजिसक्यो 3:15 राम बिहान हामी 3:15 भइसक्यो हेर्नुहोस् त तपाईँको नेपाली हो नि 11-12 बजीतिर हामी गएर दिउँसो टक्क उहाँ गएर खाने भनेको मान्छे 3:15 बजी यहाँबाट हिँड्दैछौँ हामी समझ रहे हो त केही छैन हामीसँग बेलुकैसम्मको लागि प्लान हुने गरेर चाहिँ हामीले खानेकुराहरू पुरा प्याक गरेर चाहिँ लिएर गएको छौँ होइन हाम्रो जेम्स चाहिँ अहिले हामीसँग छैन तर एकछिनपछि जेम्स पनि हामीसँग चाहिँ जोडिनुहुन्छ हामी चाहिँ जेम्सलाई चाहिँ 4 बजे पछाडि चाहिँ गएर ट्याप टिपेर लिएर आउँछौँ अनि त्यसपछि he will also join us and then we are going to enjoy the drive picnic हाम्रो ड्राइभ पिकनिक हेर्दै गर्नु होला हामी अहिले छौँ बाटोमा नमस्कार वान ट्री हिल भनेको यहाँ ट्रिज छ होइन तरले बिगार्छ पुरा तपाईँको चाहिँ तर वान ट्री हिल भनेको टक्क डाँडामा छ एउटा मात्रै रुख र त्यो रुख चाहिँ धेरै पहिला चाहिँ एउटा मात्रै थियो होइन अहिले पनि एउटा मात्रै छ तर त्यो रुख मरेर पनि फेरि त्यही हिस्ट्री चाहिँ रिपिट गराउनको लागि चाहिँ अलिकति 2016मा चाहिँ फेरि अर्को रुफ रोपेर फेरि एउटा मात्र सिङ्गल रुफ बनाएको छ अरे होइन अब मेबी फरेभर त्यस्तै हो अब फेरि त्यो रुख अब कहिले मर्छ कति वर्षपछि त्यति बेला चाहिँ टक्क त्यसलाई कन्टिन्युटी दिनको लागि चाहिँ फेरि पनि अर्को रुख रोपिन्छ त्यो रुख रोप्न हामी आउँछौँ भनेर गफ हान्नु मिल्दैन तर रुख रोपेर त्यहाँ चाहिँ फेरि सिङ्गल ट्री वान ट्री हिल अब नामै वान ट्री हिल होइन त्यो भए पछाडि अब नाम अनुसारको ठाउँ अनुसारको होइन गर्नै पऱ्यो त्यो गरेर रुख एउटा मात्रै रोपिन्छ त्यहाँ हामी यहाँ चाहिँ पार्किङ खोज्दैछौँ होइन हाम्रो मेटले अनि त्यो सँगसँगै त्यहाँ हाम्रो मित्रहरू त्यो गाडीमा छ फेरि उनीहरू नि पार्किङ खोज्दैछन् हामी झम्का भेट भयो अचानक पार्किङ त यहाँ छ होइन हामी चाहिँ यहाँ वान ट्री हिल आइपुगेका छौँ एउटा अब हाम्रो फेरि नजिक टाढा फेरि हेर्नु पऱ्यो नि त होइन यसो कति सामानहरू छ नि त फेरि हामीसँग फेरि करोडौँको मलाई पेट दुख्ला जस्तो भयो मेरो साँच्चीको त्यही भएर टोइलेट चाहिँ छैन त्यो म्याप्री चाहिँ टोइलेट त छ होला नि यहाँ पब्लिक टोइलेट्स दबाईले खत्रै काम गरेछ ल फाइनली हाम्रो साथीहरूसँग हाम्रो वार्ता मिल्यो अब कहाँ जाने फलो फलो वार्ताको
हाम्रो निष्कर्ष के आयो अन्तिममा भन्दाखेरि फलो गर्ने अर्को डेस्टिनेसन अर्को डेस्टिनेसनै चेन्ज डेस्टिनेसन अर्को स्पट यो पार्किङ हेर्नु रहेछ ओ यस स्पट चेन्ज डेस्टिनेसन त्यही हो तर यहाँ अलिक ठुलो छ कि एरिया चाहिँ भोबाल ठुलो छ होइन त्यही भएको कारणले गर्दाखेरि जहाँ गए पनि जान्दै हामी बस गएर खाना पाउनु पऱ्यो कि अब चाहिँ टक्क आइसक्यौँ आउनलाई अब चाहिँ त्यत्रो पकाएको खाना पऱ्यो हामीलाई खानाको टेन्सन छैन फेरि किन खाना नपाए फर्केर गएर घरमा दिने हो वास्तवमा नि गाइज मेरो चाहिँ यस्तो टोइलेट राम्रो नभएर होइन 2 दिन भयो दह्रो खाएको खाइछ तर निस्केकै छैन होइन त्यो भएर अमृत र मैले चाहिँ टक्क दबाई हानिदिएको दुई डाडु दबाई हानिदिएको पेट कसम दुखिरहेको छ कसम समझ रहे हो आप समझ रहे हो लौ न गयो नि त रोक्नु पर्ने साथीहरू त गयो मेट पेटले टोइलेट मागेछ कसम डाइपर ल्याउनु पर्ने है अनि अमृतलाई त्यस्तै भयो होला चुप लाएर बसेछ होला अमृतमा म त फेरि यस्तो भ्लग खिच्नु पऱ्यो त्यही भएर अलिअलि पेट प्रेसर अलिकति कम गरेर म बोलिरहेको छु अलिक बोल्न गाह्रो भइरहेको छ तर अमृतलाई चाहिँ अलिक गाह्रो पर्छ ओके जिउमा थाहा पाइसक्यो किनभने यो दबाई चाहिँ अमृत र मैले खाएको थियो होइन आउनुभन्दा अगाडि पनि अमृत 1 घन्टा बसेर आएको हो गाडी छ रङ टाइममा खाएछ कि हामीले यार यार मेरो पेट धेरै हुन्छ हामी चाहिँ 13 हिल हाम्रो यो पार्कमा चाहिँ हामी आइपुगेका छौँ होइन साथीहरू अब हाम्रो सानो सरसामान के के जाति छ सबै निकाल्छ साथीहरूले म त क्यामेराम्यान भ्लगर परेको त केही पनि लिँदिनँ आज चाहिँ म एकदम जति गर्नु छ मैले घरमा गएर आइसकेको होइन अब यहाँ अमृतले बिच सब yes follow म चाहिँ केही सक्दिनँ अब एउटा मात्रै झोला बोकेर हिँड्न सक्छु म किन भन्दा मेरो हालत अलिकति खराब भइसकेको छ पेट दुखेको छ अनि हाम्रो दोस्तहरू चाहिँ उहाँ झरेर नि कहाँ सब झरिसकेका छन् होइन अब हाम्रो यो ठ्याक्कै यहाँ रहेछ ठाउँ चाहिँ यो 13 हिल यो चाहिँ राम्रो छ है यहाँको गार्डन यो पार्क चाहिँ दामी छ पुरै रुख छ नाम मात्रै 13 हिल हो तपाईँको 1 ट्री चाहिँ टुप्पामा छ अरू सब मेनी ट्रिज छ यहाँ सो यहाँ चाहिँ यहाँ त खानेकुरा बसाइसकेको छ मान्छेहरूले पकाएर खाइसकेका छन् अनि ए बाहिर अनि हाम्रो मेट आइपुग्नु भएको छ सामान बोकेर ओके छ त यहाँ चाहिँ घाम आएन त्यही भएर हामी चाहिँ उता त्यतिर जाँदैछौँ बार्बिक्यू यहाँ अनि त यति भएपछि त भएन टोइलेट मात्रै छैन कि मेट यहाँ ए हो ल जानुपर्छ ओके तपाईँको ठ्याक्कै म चाहिँ अलिकति मिस भयो साथीहरू यस्तो आउने बित्तिकै म गएँ टोइलेटतिर होइन अनि त्यसपछिबाट यहाँ बन्दै रहेछ हाम्रो चटपट अब यो खाएर फेरि कति छटपट हुने हो मलाई थाहा छैन हाम्रो खरायोले पुरा मुस्दै हुनुहुन्छ त्यहाँ होइन चियर्स टकिला सट होइन फेरि एक्काइस Crashing, how are you feeling? All good. Yeah. रमाइलो छ है ठाउँ कस्तो लाग्यो त्यहाँको रमाइलो सबै दामी रहेछ तर है तर अलिक ढिलो आयो तर ठिकै छ ढिलो आयो त्यही भएर यस्तो राम्रो देखेको नि खरा दिउँसो आएको भए घाम भएर कम त नभन्दै फेरि जाडो भयो भने त
त्यतिका घाममा चाहिँ जल्दी तातो थियो हामीले यहाँ चाहिँ टक्क म्याट स्याट बिछाएर चाहिँ होइन उहाँ बसिसकेछ तास खेल्ने रे होइन अनि त्यसपछि अमृत भर्खर एक तकिला सर्ट हानेर चाहिँ यहाँ ज्याबबाट बसेछ अमृत र मेरो आज एकदम हालत खराब होला जस्तो छ मेरो त प्लान त फेरि आज यो राम्रो काम गरेन भने भरे गएर नि खाने थियो है खान सकिन्छ जस्तो लागेन मलाई त्यो दबाई त त्यसले नै होल नाइट काम गर्ला जस्तो छ धेरै दुईटाहरू खाएला अनि मायर वेस यु बल चम्चा नि दारु यु प्ले बल चम्चा नि होइन त्यो दाल पनिर हो कि यत्रो त्यो नि अनि त्यो खाने नि त्यत्रो हो हामीले त्यो फेरि 5 ml हो अनि हामीले चाहिँ 10 ml खाएको के खास 5 ml मात्र खानु पर्ने हामीले है 5 ml हो तर हामीले चाहिँ 10 ml हान्दिएर त्यस्तो भएको हो हेर हाम्रो मित्र दुईजना मित्रहरू यहाँ चाहिँ बसिसक्नुपर्छ अब म जाँदैछु हाम्रो मेटतर्फ बार्बिक्यू कस्तो हुँदैछ ओके माई मेट निड्स गार्बेज ब्याग अमृत यो त्यही लिएर गएछ ममा डोन्ट वरी ल जाऊँ हामी उता एकपल्ट यहाँ हामी सँगसँगै अरूहरू पनि थुप्रैजनाहरू चाहिँ आछ यहाँ खानको लागि बसेर टक्क मजाले खानको लागि चाहिँ होइन अनि हामी चाहिँ जाँदैछौँ हाम्रो बार्बिक्यू कस्तो बन्दैछ त बार्बिक्यू कस्तो बनाउँदैछ त हाम्रो साथीले हेर्नको लागि होइन वाउ यो हो नि त नि चाहिँ मेरो साथी सुमन गुरुङले चाहिँ बनाउँदैछ पोर्क बङ्गुरको मासु काट्दै चर उड्दै अहिले एकछिनपछि घाँसले पेट बेट हालेर चाहिँ खानुपर्छ गाइस ठक्को ठाउँ मेरो मेटले चाहिँ गुनासो पुगेको छ चाहिँ चटपट हामीले बनाउने यता मेटले यति दुवर यहाँ पुरा बार्बिक्यू बनाउँदैछ हामी भने चटपट खाएर बस्दैन नलिएर आइदिने मेटलाई वाट इज दिस पारा भनेर चाहिँ मेटले चाहिँ हामीलाई गुनासो पुग्नु भएको छ त्यसै कारणले म जाँदैछु अब लिन मेटको लागि भनेर अब चाहिँ म जाँदैछु चटपट लिन अमृतमा सुतिसकेको छ What's going on here? What's going on? What happened to? Oh, what happened to Amrit? What happened? Amrit mama sleeping? Yeah. Oh. मैले चाहिँ यहाँ मेटको लागि चटपट लिएर जाँदैछु मेरो मेटले गुनासो पकिसकेको छ मन चिसिक्कै दुखेको छ चटपट लगाइदिनु What is Hama doing, Myra? Hama doing poo-poo? Now. Wait, Hama going home with them? Yeah. Okay, let's go give this to Piggy, okay? Come on. There you go, mate. जो तेरे साथ लिखी है For me? Thank you. There you go. Pork, barbecue, अनि kimchi, आलु दम, अनि घाँस. भाइ कस्तो छ? मेन त सेलरोटी कस्तो छ भाइ? सेलरोटी रोटी जस्तो छ नि हैन? मखानी हैन? त्यो के मेन भनेको. म चाहिँ यहाँ आइसक्यो अब म नि खान सुरु गरेँ गाइस
किम्ची साग बार्बिक्यू मासु हालेर चाहिँ हामी खाँदा के खाने ल मेरा प्यारा प्यारा साथीभाइहरू मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि त्यस पछाडिबाट हाम्रो आजको ड्राई पिकनिकको कार्यक्रम यहीँ समाप्त भएको छैन, किनभने हामीले पकाएको मासु रोटीहरू हामीले खान पाएनौँ। तपाईँको चाहिँ रोटी सोटीहरू दायाँ बायाँ के चिजहरू चाहिँ के छ भन्दाखेरि अलि समयको अभावले गर्दाखेरि अनि जाडो जाडो हुँदै गयो होइन। अनि त्यसैले गर्दाखेरि हामी चाहिँ अब त्यो बाँकी रहेको त्यही माथि हामीले स्न्याक्स डर खायो कि टन पेट फुट्ला जस्तो भइसकेको छ। त्यही कारणले हामी अब नखाम, अब भयो अति भयो घर जाऊ भने पेटले पनि। अनि घर गएर हामी फेरि पनि खानेछौँ रोटी नम गर्दै। अनि त्यसपछि फेरि बल्ल हुन्छ मेरो ब्लगको एन्डिङ। हामी फेरि वी आर ब्याक टु द प्लेस होइन। मेरो चस्मा चाहिँ बिर्सेछु मैले, त्यो पकाउने ठाउँतिर छ कि यता त छैन क्या, यताकोमा हुनसक्छ होला, यता त छैन होला। फेरि टोइलेट छ झन् जानु पर्यो। ल टोइलेट त चापिहाल्दैछ, छैन के यता गाडी राख्ने ठाउँतिर छ र खसिहालेर। यहाँ नि छैन, भयो ठिकै छ, नभए के अन्त मेरो अलराइट। आजको दिन बेसरी नराम्रो पऱ्यो गाइजहरू होइन। टक्क मैले सब खोतालेर हेरेँ, भाँडाकुँडा दायाँ बायाँ सब हेरेँ, कहीँ भेटिएन चस्मा। र चस्माको बलिदान दिएँ मैले, ठिकै छ केही छैन। चस्मा बहुत मिस चाहिँ हुन्छ मेरो चस्मा। मैले हेरेँ भाइ सब, अनि मैले सब हेरेँ त तिमीले बनिदिइहाल्यो। म एक लट फेरि आँखा घुसाइदिन्छु। छैन भाइ छैन। मैले यहाँ टोपीमा यसरी यस्तो गरेर ठ्याक्क टोपीमा लगाएको थिएँ चस्मा। होइन त्यो त बिहान हिजो अस्ति हो कि भाइ, त्यहाँ राखेको थिएँ मैले। अनि आज त फेरि बोकेर ल नि त। यता छ कि मेरो भाइ यस्तो हुन्छ, यस्तो तरिका यो यता थियो होला यता। ए राम, ए प्रभु, फाइनली भेटियो गाइज। यो चस्मा चाहिँ हाम्रो यहाँ कसले राखिदिएको थियो मेरो चस्मा? मैले। ए ओ थ्याङ्क यू भेरी मच। छोडे त्यही राख्छ हिँड्छ है। मेरो चस्मा चाहिँ अब त्यो पनि पत्ता फाइनली भेटियो। अब थाहै भएन नि त यहाँ छ भनेर, तिमीहरूसँग यहाँ राखेको तिमीले राखेको छ भने थाहै भएन नि त यता।
अनि मैले खोजेँ वहाँ गएर होइन अमृत दुईचोटि आउँदै गाडीमा चढ्दै फेरि टोयलेट त गएको त टोयलेट त बन्द चाबी हालिदिइसकेर रहेछ कि 7 बजिसक्यो नि त चाबी हाल्दै अनि फेरि बार्बिक्यूतिर हेरेँ अनि म फेरि एकचोटि चौरतिर नि गएको थिएँ नि त चौरतिर नि हेरेँ बाटो हेरेँ कम त हेरेँ बहुतारे म मैले ल्याइदिइसकेको त्यो त थाहा भएन नि त मेरो दोस्तलाई ठ्याक्क थाहा हुन्छ भनेर सुरुमा मैले झन् फोन गरेर खरा मेरो चस्मा के त्यो थियो नि तिम्रो साइडतिर त कतातिर राखे जस्तो लागेको थियो भनेर सोध्छु भनेको त फोन उठाउनु अनि त्यो फेरि फोन गरेँ पछि त फेरि थाहै भएन यहाँ त मोटुको मात्रै छ भनिदियो अनि त्यसपछि त वे करायो हाम्रो मोटु सर म त भयो नि त नि लौ न अनि फाइनली त्यति भएपछि एक टन हानौँ होइन मनको तसल्ली एकचोटि खोज्न त गएकै हो तर पनि भेटिएन भनेर चाहिँ टक्क लगाएर एउटा तसल्ली मेटिन्छ भनेर चाहिँ फर्केर गएको थियौँ तर फर्केर फेरि घर आयौँ लास्टमा चाहिँ रहेछ यहाँ घर नि कम खोजेँ मैले रातभरि सुत्दैन भनिदिएँ मैले धन्दै म रातभरि नसुत्ने चस्मा हराएर म फेरि नसुत्दिने टेन्सन हाम्रो जस रमाइलो भयो आजको ड्राइभ पिक्निक है खरा मजा है यो जेम्स भाइ अमृतो कस्तो भयो आज ड्राइभ पिक्निक केटा हो रमाइलो भयो अब उहाँ हाम्रो बार्बिक्यू उहाँ चाहिँ चिया पाकेको थिएन त्यो भएको कारणले हामी चाहिँ फेरि फर्केर घरमा आएर फेरि चिया बनाउन तत्पर गर्दैछौँ गाइजहरू चाहिँ अब हामी चिया बनाएर चिया खान्छौँ होइन खराया ल धेरै धेरै धन्यवाद मेरो खराया साथी मेरो दोस्त तेरा जैसा यार कहाँ त्यही पनि बताउँदैन म पनि खान्छु सुभाषले खान्न रे यसले नखाने कुरा हुन्छ चिया भाजी ल यति पछि हामी अब अहिले पछि फेरि लिटर सानो सानो प्रोग्रामहरू छ भन्दै आजको ब्लग चाहिँ म यहाँ नै टक्क इन्डिङ गर्दै सी यु इन नेक्स्ट ब्लग चाओ